सम्पूर्णमा नमस्कार। छिटो मिठो रेसिपिजमा यहाँहरूलाई स्वागत छ। आज हामी बनाउन गइरहेका छौँ नेपालीहरूको सबैभन्दा मनपर्ने परिकार रसिलो र मसलेदार खसीको मासु। यसका लागि हामी केही सामग्री हाम्रो घरकै करेसाबारीबाट लिन्छौँ। पहिला त हामीले थोरै रोजमेरी नै टिपेका छौँ। केही कडी पत्ताको पात पनि राखौँ र यो फ्रेस तेजपत्ता पनि। हजुरहरूसँग जे उपलब्ध हुन्छ त्यही मात्रै प्रयोग गर्दा हुन्छ। यसको लागि खासै केही पनि चाहिँदैन। हामीले यहाँ घरमै उपलब्ध हुने सामान्य सामग्रीको प्रयोग मात्र गरेका छौँ। अब लागौँ प्याज काट्न। यसलाई लाम्चो नै काटेका छौँ। मासुको लागि मसला भने फ्रेस नै पिन्दा राम्रो हुन्छ। यहाँ हामीले धनियाँ, जिरा, अदुवा, लसुन र खुर्सानीको फ्रेस ब्लेन्ड तयार गर्यौँ। हामीले यो मासु कुकरमा बनाउँदैछौँ। कुकर चुलोमा बसालेपछि हामी यहाँ 4 चम्चा घिउको प्रयोग गर्दछौँ। घिउ अथवा तेल मासुको क्वान्टिटी अनुसार मिलाउन सकिन्छ। भिडियोमा देखाइएका केही खडा मसलाको प्रयोग पनि गरिएको छ। लगत्तै अघि करेसाबारीबाट टिपेर ल्याइएका फ्रेस मसला पनि यहाँ राखेका छौँ। मसलालाई केही बेर भुटे लगत्तै अब भने प्याज राखौँ। सानो आगोमा प्याजलाई पकाइराख्नुपर्छ, चलाइराख्नुपर्छ। प्याज यतिको रातो भएपछि अब भने मासुलाई राख्ने तयारी गरौँ। अब एकचोटि मासुलाई राम्रोसँग चलाऊ। मासुलाई भुटुन्जेल छोप्नु भने हुँदैन। मध्यम आँचमा मासुलाई बिस्तारै पाक्न दिइराख्नुपर्छ। त्यसपश्चात भने मासुले अब बिस्तारै पानी पनि छोड्न थाल्छ। लगभग मासुले पानी छोडेपछि अब भने थोरै बेसार हालौँ। बेसार हालेको केही बेर मजाले त्यसलाई चलाएर पकाउनु पर्दछ। केही बेर बेसार भुटेपछि अघि तयार गरिएको मसलाको फ्रेस ब्लेन्ड मासुमा राखौँ। मसला काँचै भएको हुँदाखेरि त्यो मसला पनि राम्रोसँग भुट्न भने छोड्नु हुँदैन। अब आवश्यकता अनुसार नुन पनि राखौँ। मसला राम्रोसँग भुटिएपछि अब टमाटर पनि राखौँ। टमाटर नराख्दा पनि हुन्छ, तर टमाटर राखिएपछि राम्रोसँग पकाउन भने छोड्नु हुँदैन। मसला र टमाटर राम्रोसँग पाकेपछि अब भने अलिकति चप गरिएको धनियाँलाई पनि राखौँ। पहिले राखेर भुट्दा यसले फ्लेभर इन्हान्स गर्छ। मासु राम्रोसँग भुटिएपछि अब थोरै पानी राखौँ। थोरै तातो पानी राखौँ र मासु उमालौँ। यसले मासुमा भएको मसलालाई समान रूपमा फैलिन र मिसिन दिन्छ। झोल जति खाने अब भने त्यति नै पानी थपौँ। अन्तिममा मैले घरमै बनाएको गरम मसला पनि एड गरेँ र अब भने राम्रोसँग मासुलाई चलाएर कुकरको बिर्को बन्द गरिदिन्छौँ हामीहरू। अनुमानित 2 देखि 3 सिटी लाउनु पर्दछ खसीको मासु हेरिकन। त्यो सिटी नलाग्ने कुकरमा भने 15 मिनट जति राखे मासु पाक्दछ। अब कुकर खोलेर हेऱ्यौँ र अन्त्यमा ताजा धनियाँको पात छर्कने। वाह, हाम्रो स्वादिलो रसिलो र मसलेदार खसीको मासु तयार भयो। यहाँहरूलाई आजको रेसिपी मन पर्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि अर्को छिटो मिठो रेसिपीमा भेटौँला। धन्यवाद।